गाइज इतने कुहासे में मैं यहाँ क्या कर रहा हूँ आपको मालूम है? मैं यहाँ पर बस का वेट कर रहा हूँ एंड किनभने नि कुरा यस्तो हो, हाम्रो टुर लाँदैछ कलेजले, म जाँदैछु कलेज। अहिले कलेजले बस त आउँछ भनेको थियो बट मलाई कलेज जान मन पर्यो किनकि साथीहरू हुन्छन् त्यहाँ, सो द्याट। एन्ड मलाई अहिले चाहिँ कसले छोड्छ भने नि कलेजसम्म सेमन्ता निरौला एन्ड हि इज कमिङ, लुगा सुगा लाउँदै होला, ऊ आउँछ। एन्ड वी आर गोइङ फर अ ट्रिप, 3 days ट्रिप, विराटनगर टु सौराहा चितवन। यस्तो मौसम छ होइन, बाटै नहेर्ने खालको मौसम छ, कसरी गइन्छ होला थाहा छैन, बट जे होस् रमाइलो लागिरहेछ। हामी अहिले चाहिँ ओनामीको वेट गर्दैछौँ, सायद ओनामी नै आएको हो। ओके, ठ्याक्कै टाइममा आइदिएछ केटा, के हो ल सिधै कलेज। यति जाडोमा मिस्टर ओनामी मलाई छोड्न आएको छ। के साह्रो होस् त्यो बाटो नै हेरिदियो नि त, आमा हामी कसरी जाने होला बसमा, पुरा एकदम डेन्जरवाला फिलिङ आइरहेको छ यस्तो हुस्सेमा त। यसरी लाइट बाल्न मिल्छ तिमीमा 4वटा, एक साइडको भयो नि बाल, किनकि त्यस्तो भयो भने चाहिँ गाडी छ भन्ने बुझिन्छ होइन। चुचु यो भिडियो बनाउँदाखेरि मेरो हात होइन पुरै चिसो भएर अब झर्छ जस्तो भइरहेछ गाइस। अब एकचोटि कलेज पुगेर भिडियो बनाउँछु। गाइज हामी के भन्छ कहाँ पुग्यौँ? हिमालय दर्शन कलेजमा। यस्तो ल थ्याङ्क यू। जान्छौ कि के गर्छौ? जाँदैछ ल, दोस्रो राम्रो जाऊ ल। थ्याङ्क यू सो मच, टाटा। के छ नाम चाहिँ टिपाइहाल्छ यार, चोकमा चढ्छु भने भरे। हाम्रो हिमालय दर्शन कलेज यतिवटा जाने, हामी कहाँ जाने हो? इन्ट्रो हामी कहाँ जाँदैछौँ सर? हामी के अरे 2079 ब्याचको विद्यार्थीहरूलाई ओरिएन्टेसनमा लिएर जाँदैछौँ। सिएसआइटी, बिसिए, बिआइएम, बिएचएम रेस्टुरेन्ट्सहरूलाई होटल रोयल सफारी सौरा सिधे। कुन कलेजबाट? हिमालय दर्शन कलेज। तपाईँले सुन्नुभयो हामी कहाँ जाँदैछौँ? दिस इज आवर कलेज। केटाहरू सब यहाँ वेटिङमा छ। हेलो गाइस, माय नेम इज खगेन्द्र गिरे। दिस इज आवर कलेजको भ्यू। टाइम कति भइरहेछ? 7:17 हामीलाई 6 बजे चाहिँ यहाँबाट हिँड्ने भनेको। एन्ड अहिले बजिसक्यो 7:17। बस आएको छैन, वेट यो भनेको नेपालकै टाइम प्रुभ भयो। ट्रु नेपाली। 2000 years later गाइज हाम्रो बस आयो होइन, हिमालय दर्शनले हामीलाई डिलक्स बसमा लगेको छ। यही बसको वेट 1 घण्टादेखि गरिरहेको छु। यस
कसरी हुन्छ त सबजना प्रेग्नेन्ट सर भन न पहिला आयुष श्रेष्ठ ऋषभ श्रेष्ठ कृष्ण रोय कृष्ण रोय भाइ चुप्प लाग भनेको बुझ्दिनौ कृष्ण रोय शिवचन्द्र भगत प्रतीक माझी प्रेजेन्ट सदाव अहमद विश्वजीत मुखर्जी विजेन्द्र सिंह गजेन्द्र मण्डल हात मात्र उठाउ अरू किन उठाउनु शमशेर अली उज्जवल मिश्र हरीश ठाकुर केटाको 18 प्लस छैन विक्रान्त थापा अनमोल राज विष्ट कसको नाम आएन हिमालय बराल मार्गदर्शन चन्दन कुमार शाह बाबुराम माझी बाबु नै रहेछ न अभिषेक चौधरी शुभम रिमाल सुशान्त सुब्बा